वेलकम टु माई च्यानल। नमस्ते, म चाहिँ मुना राई, उहाँ चाहिँ मेरो हस्बेन्ड। नमस्ते। तिम्रो इन्ट्रोडक्सन देऊ न। म चाहिँ पर्वत राई। यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो अनि हामीले चाहिँ आज यहाँ चाउचाउहरू खाँदै क्वेसनहरू एकअर्कालाई अक्वार्ड क्वेसन सोध्दै गफ गर्नेछौँ। हेरेर साथ दिनु होला। हामीसँग चाहिँ छ यहाँ पिरो नुडल्स, करेन्ट, अनि यहाँ बासी भात, अनि यहाँ चाहिँ अन्डा, अनि त्यस पछाडि चाहिँ यहाँ चाहिँ मेरो फेभरेट वाटरमेलन। कतिको रेडी छौ त? म एकदमै रेडी। म चाहिँ एकदम साई पर्सन हो, त्यही पनि मेरो रिक्वेस्टमा आज आएको छ यो बनाऊ न भिडियो भनेर। थ्याङ्क यू। म क्वेसन सोध्छु, थाहा गर तिमी। यहाँ छ मसँग चाहिँ मैले यहाँ च्याट जिपिटीलाई सोधेको छु क्या क्वेसनहरू, के सोध्ने मलाई पनि थाहा छैन नि त। अनि यो चाहिँ क्वेसनहरू म सोध्छु। मेरो कुन बानी तिमीलाई सबैभन्दा झर्को लाग्छ तर तिमीले भन्न सक्दैनौ? भन अनेस्ट भएर दिने एन्सर। क्वेसन इन्जर छोड्दै म भन न के कस्तो भन न कस्तो मेरो भन न प्लिज। फेरि नयाँ भिडियो बनाऊ न। होस् भन न, के हुँदैन यो र हाल्ने हो हामी, त्यस्तो केही नहाल्ने। तिम्रो कुन गाडी झर्को लाग्छ तर तिम्रो तिमी भन्नु सक्नु गन गरिराख्ने बानी झर्को लाग्ने त्यो सबै वाइफहरू त्यस्तै हो, गन गर्ने। मलाई सोध्दैन? तिमी के च्याट जिपिटी अन्त त्यही त यही क्वेसन सोध्दैन भनेको। तिमी आफै एन्सर देऊ न। के क्वेसन क्वेसन पनि आफै यस्तो छ मेरो क्वेसन चाहिँ यसको एन्सर थाहा पाउनु। मलाई चाहिँ सबसे झ्याउ लाग्ने तिम्रो बानी भन्दाखेरि तिमी मैले काम बनाइरहेको छु नि, सानो सानो काम तँ यहाँनिर छ सिम्पल छ। तिमीले गर्नुपर्ने काम मलाई अराउँदाखेरि ल यो क्वेसन भयो। त्यो पनि सबै हस्बेन्डको त्यस्तै हो। मैले बनाएको खाना तिमीले कहिले नाटक गरेर मन परेको जस्तो देखाएको छौ। मिठो छ तर खासै मन चाहिँ परेको थिएन, तर मेरो अगाडि चाहिँ मिठो छ भनेर भनेको कहिले छैन त। मिठो होइन त म मिठो भयो भने भन्दै हाल्छु नि। ऊ चाहिँ एकदम अनेस्ट है गाइसहरू। अब मैले चाहिँ उसले पकाएको चाहिँ मलाई सबै मिठै लाग्छ, त्यही हो धेरै पकाउँदैन उसले चाहिँ, तर जति पनि पकाउँछ एकदम मिठो बनाउँछ। उता पनि हुँदैन हो अलिकति हाँसिदियो। खोरको गाडी भर्खर आउँदै रहेछ यार। खोलिन अनि मेरो कुन बानी तुरुन्त हटाउन पाए कति खुसी मान्छ तिमी। त्यसो त छैन, गमेन्ट गर्न कम गरेर भइहाल्यो। म चाहिँ हेर्नु भनौँ अल्छीपन अनि गेम खेल्ने। छोरा मान्छेको ट्रेट हो नि एउटा एटिट्युड। हाम्रो चाहिँ देख्नु भएन होला तपाईँहरूले खाएको। यहाँ चाहिँ अब अर्कोचोटि चाहिँ म अलिक मजाले मैले बनाउने गर्छु। वेट गर्नुहोस् होला गाइस, म यहाँ फ्रिजबाट पानी ल्याउनु। मसँग आयो चिसो पानी। त्यस्तो एक्टिङ गर्नु पर्दैन। एक्टिङ होइन, म यसरी नै गर्छु। तिमीले अहिलेसम्म थाहा छैन? छ्या तिमीले मलाई के गर्नु खोजेको हो? फेक पानी म भनौँ। ए त्यो भइसक्यो है। अब अर्को, तिमीले कहिले मेरो फोन लुकेर हेरेको छौ? अनिस हेरिदियो है। छैन के हेर्नु ल तिम्रो फोनमा। मैले भनौँ मैले त छु धेरैचोटि तर त्यस्तो अहिलेसम्म चाहिँ मैले केही भेटाएको छैन। रिस उठ्ने खालको। अब भन साँचो भन, तिमीले मसँग बिहे गरेर सेटल
भयो नि त त्यो तिमीलाई केही ऊ भएको जस्तो छ मतलब कस्तो भनौँ सम्झौता जस्तो एउटा अब बिहे गरिहाले होइन त्यो सक्नु मलाई त्यो चाहिँ छैन रिस उठ्दाखेरि चाहिँ रिस चाहिँ हुन्छ तर त्यस्तोसम्म चाहिँ भएको छैन पहिलो त तिम्रो अहिलेसम्म लाइफमा मोस्ट इम्बेरेसिङ मोमेन्ट कुन थियो इम्बेरेस भएको पब्लिकमा अस्ति भयो भएन के भयो भन्नु मैले जित्ने लाउनु बेसी भएर कता आउँदा उतै जाँदाखेरि भनेको चाहिँ म चाहिँ मेरो छ के होला लु भन त म तिमीले भनेको जस्तो लाग्यो पहिलाकोले यस्तो क्विज कन्टेस्टहरू हुँदाखेरि म कुर्सी हुन्छ नि त्यहाँ बसिरहेको थिएँ त्यही पनि म त कन्टेस्टेन्ट थिएँ नि त अगाडि सबको अगाडि म यसरी पल्टिएर लडेँ क्या त्यो इम्ब्यालेन्स भएर कुर्सी अनि मलाई उठाउन आउनु पऱ्यो थियो मलाई एकदम लाज लागेको थियो कहिले त्यो क्विज कन्टेस्ट सकेर म घर जानु त्यही हो मेरो बानी हेरेर तिमी मलाई कुन निकनेम दिन चाहन्छौ म भनौँ अल्छे मोरोमा चाहिँ उसलाई म धेरै गन गर्ने लाग्दो रहेछ आज थाहा पाएर अर्को हामी मध्ये कसैले पैसा राम्रोसँग म्यानेज गर्न सक्छौँ भने कसले सक्छौँ त्यही हो त एक नम्बरको खर्चाले छ केही सेभ भन्ने कुरा छैन म चाहिँ बरु अलिअलि खर्च नगरौँ अन्नेसरी भन्ने सोच्छु अनि भनौँ मैले अहिलेसम्म किनेको बेकार सामान के थियो के किनेको मैले यस्तो काम नराख्नु फुल बेकार हुन्छ मैले भन्छु उसले किनेको त्यो के किन्छ क्या कम्प्युटरमा लाउने के त्यो भिडियो एडिट गर्ने सामानहरू त्यो युज पनि गर्ने होइन म भिडियो बनाउँछु भन्ने हो थन्काएर राख्छ पछि त्यो कता हराउँछ युज हुँदैन त्यही हो त्यस्तोमा यति पैसा खान्छ स्ट्यान्ड अरे के अरे फेरि युज चाहिँ हुने होइन क्यामेराको स्ट्यान्ड मोबाइल राख्ने स्ट्यान्ड अनि अर्को एकजना मात्र कमाउने फ्यामिलीमा भयो भने कसले कमाउनु पर्यो कसले कमाएको मान्छे त बुझ्छ तिमीलाई त्यो चाहिँ हो मलाई पनि अब एकजनाले मलाई पनि आफूलाई चाहिँ कमाउनु मन लाग्छ तर यदि अब त्यस्तै भएर एकजनाले मात्र भन्यो भने उसले कमाओस् म घरमै बस्नु भने अब अर्को म कतिको रोमान्टिक छु रोमान्टिक छौ भनेको ठिकैमा त भनौँ कतिको भन न कति त्यहाँ हेरेर अलिक नलजाइकन 8/10 ऊ चाहिँ रोमान्टिक नै छ 10/10 नै अहिले क्यामेराको अगाडि भएर अलिक साई हो मिठो लाग्यो मलाई चाहिँ हामी मध्ये कसले खान्छु नि हामी मध्ये बडी कसले माया गर्छ जस्तो लाग्छ मैले भने त झट्टा त खाइहाल्छ तिमीले गर्छ त्यो त दबाई हालेको थियो कि कस्तो हुँदैन कस्तो हो मैले गर्छु तिमीले भनेको तिमीले गर्दैनौ मलाई गर्छु हेर्नु त गाइज हो म चाहन्छु मैले भन्दा उसले बडीको माया गरोस् मलाई जहिले चाहिँ म धेरै माया गर्छु भन्छ अनि आज भन्दैन क्यामेरामा भनिदिएको हो त्यो चाहिँ मलाई चाहिँ त्यसो भएको उसले भन्दा चाहिँ मैले गर्छु तर खानु केटाले चाहिँ बडीको माया गर्नुपर्छ नि केटीलाई बुढीले धेरै माया गर्छ नि बुढाले भन्दा हो
भन्नु त गाइस कमेन्ट डाउन कमेन्ट डाउन बिलो खोकी राखिरहेको छु पानी दिनु पर्दैन म खानु बेच्दा देख्नुभयो नि यसो नभन कमेन्ट टक्सिक बेसी छोड्दै भन्दा नि अर्को चाहिँ भयो यदि हामीले बिहे नभएको भए तिमी मलाई डेट गर्थ्यौ अरे डेट मात्र गरिहाल्यो डेट मात्र बिहे कहिले पोसिबलै छैन त्यसो त गर्दिनँ थिएँ म त्यसो टाइपको होइन म पनि त्यस्तो होइन यदि फ्युचरै छैन भने किन अगाडि बढ्नु कस्तो अर्को चाहिँ यदि तिमीले मलाई कुनै सेलिब्रेटीसँग चेन्ज गर्नु मिल्ने भए कोसँग चेन्ज गर्थ्यौ छैन मेरो सेलिब्रेटी क्रस नै छैन भन त्यही पनि यदि मलाई चेन्ज गर्नु अरू ल्याउनु पाउँथ्यो भने छैन मेरो कोही पनि म तिमीलाई नै चुज गर्थेँ होला कस्तो पर्छ तिमी यो खाऊ म यो खान्छु अझै ठुलो देखाउँ लास्ट बाइट लु अब हामी दुईजनाको त मैले बाइट हानेको लास्ट बाइट लास्ट पिस यहाँ पनि छ यो पनि खाउँ म पनि कसैलाई गर्दिनँ त्यो त्यस्तो म त होइन उसलाई म चेन्ज गर्नु लाग्थ्यो मलाई कस्तो टाइपको मनपर्छ भयो न अब चाहिँ सक्यो आजको लागि यति नै गाए छैन सक्यो एउटा लास्ट क्वेसन मलाई 10मा रेट दिनु चाहनु एज अ पर्सन कति दिनु चाहनुहुन्छ 100/10 ओ म पनि युनिक देऊ न के कस्तो म पनि युनिक एन्सर देऊ न म त झन् इन्फिनिटी तिमी कम्पेयर नै मिल्दैन तिमीले रेटिङ गर्नै मिल्दैन बोल न के भन्नु आजको लागि चाहिँ यति नै गाइस हाम्रो पैसाहरू सकेको छ त्यस्तो नभन न हौ पहिला खानु त देऊ कम्प्लिट गर्नु देऊ खाऊ नि त बिदाई पनि तिमीले भन तिम्रै च्यानल कस्तो फिल कुनामा गएर खान्छौ अनि यहाँ चुन्छ भनेर हामीलाई हेर्नु गाइस सरी हामीलाई बनाउनै होइन कन्टेन्ट चाहिँ छ म नै हालिदिन्छु है नरिसाउनु होला कसले हेर्छ होला यो युट्युबको भिडियो कसले हेर्छ कमेन्ट गर है गाइजहरू त्यसो नभन्नु न 29 सब्सक्राइबर पुगिसक्यो मेरो ए सब्सक्राइबरहरूले हेरेकोमा सब्सक्राइब गरिदिनु भएकोमा धन्यवाद के त मेरो वाइफको च्यानललाई सपोर्ट गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद त खाऊ न भयो हस् त गाइस अब म यो हालिदिन्छु होइन तिमी युट्युबमा राखिहाल म त गर्दैन आजलाई यति नै हामी तपाईँहरूलाई कस्तो खालको कन्टेन्ट मनपर्छ कस्तो खालको भिडियो बनाउनु भिडियो हेर्नु मन पराउनुहुन्छ भनिदिनु होला हामी त्यस्तै खालको बनाउँछौँ यो चाहिँ जस्ट एउटा मेमोरिज हुन्छ भनेर पनि हो केही नभन आजलाई यति नै बाई बाई मलाई यस्तो भिडियोहरू बनाउनु मन छैन उसलाई लिएर आउँछु उसको अनुहार मेरो भिडियोमा चल्छ मेरो डिमान्ड नहोस् गाइजहरू है भिडियोमा म बिहाइन्ड द सिन्स म काम गरिदिन्छु एडिट बनाइदियो ल म गर्दिनँ म गेम खेल्छु हेर्नु त गाइस भोलि बिहान इन्टर जानुपर्ने छ मेरो काममा ओके गाइस म आफै जस्तो आउँछ त्यस्तै शनिबार हाल्छु छुट्टी नै छैन हस् त बाई सी यू इन नेक्स्ट भिडियो राख्दै न काट्नु